फाइनली गाइज राई इज किङ आइसक्नु भएको छ है हजुर खाना पनि होइन हामीले आफूमा बदल्नु पर्छ भनेर मैले दिदीहरूलाई भनिरहँदा पानी ठ्याक्कै रहेर अब हामी तपाईहरू सामु आशीर्वाद दिन आएका छौँ। खेमराज गुरुङ यही हुनुहुन्छ है हजुर, यही हुनुहुन्छ। हेलो हाई गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज मङ्गलबार होइन बट हामीलाई थाहा छ, बट आज पनि म भिडियो बनाउँदैछु किनभने आज खातबारीमा प्रोग्राम हुँदैछ। प्रोग्राममा विशेष गरी राई इज किङ दाइ आउँदै हुनुहुन्छ, सो त्यही भएर मैले आज भिडियो बनाउनु लगाएको हो। लेट्स सी गाइज आजको प्रोग्राम हेर्दै है त। एभ्रीवन गाइज आज खातबारीको कन्सर्ट यहाँ हुन्छ है। सम्पूर्ण साथीहरूलाई म के जानकारी गराउँ भने यहाँनिर हामीले खातबारीमा ल्याएको यो सिस्टम छ नि, यो सिस्टम चाहिँ धरानको महानगरपालिकाबाट ल्याइएको हो र यो सिस्टम चाहिँ पूर्वाञ्चलकै उत्कृष्ट सिस्टम मानिएको छ है साथीहरू। फाइनली गाइज राई इज किङ आइसक्नु भएको छ है हजुर खाना पनि होइन। फाइनली गाइज हाम्रो सङ्घसँग चाहिँ राई इज किङ आइसक्नु भएको छ है। हाम्रो मामा पो आज हिरो देखिनु भएको छ त। हेर्नुहोस् गाइस खातबारीको आजको माहौल यस्तो छ होइन। खातबारी हेलो एभ्रीवन गाइस, यो चाहिँ खातबारी पोखरी बजारको भ्यू हो होइन। आज चाहिँ यहाँनिर हाम्रो प्रोग्राम हुँदैछ। राई इज किङ लगायत अन्य विभिन्न कलाकारहरू चाहिँ मैले उल्टापट्टिबाट देखाएँ सरी है। राई इज किङ लगायत अन्य विभिन्न किसिमका कलाकारहरूले यहाँ प्रस्तुति दिँदै हुनुहुन्छ। सो आजको विशेष कार्यक्रम चाहिँ हाम्रो एकदमै अमर स्रष्टा स्वर्गीय खेमराज गुरुङज्यूको स्मृति कार्यक्रम रहेको छ है गाइज। यहाँ तल यस्तो देख्न सक्नुहुन्छ। पछाडि मान्छेहरू जम्मा हुँदैछ। 4 बजेदेखि कार्यक्रम सुरु हुने भनेको थियो। लगभग अहिले भनेको चाहिँ 3 बज्दैछ। सो कार्यक्रम सुरु हुनलाई अझै टाइम छ। यो त एकदमै खातबारीको रमाइलो भ्यू हो यो चाहिँ होइन। मेन पोखरी बजारको खातबारीको सबभन्दा जस्ट मेन ठाउँ भनेको चाहिँ यही हो पोखरी बजार होइन। सो यहाँ तल मान्छेहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् गाइज होइन, यो मैले सबैलाई देखाउँदैछु के गाइज। सो पानी पनि पर्न आँटिरहेको छ। मौसमले नै च्यालेन्ज चाहिँ गरिरहेको छ होइन। सो तर पनि यता लाखे पनि जात्रा पनि नाच्दैछन् साथीहरू। यता थोरै देखाउँ, यता यस्तो छ होइन। टक्कै जाने यस्तो छ यहाँ। ओके गाइज लेट्स सी कार्यक्रम अब हुन्छ होइन, बाध्य हुन्छ। अब यस पछाडि हामी एकैचोटि होइन लगभग राजेश पालज्यूको प्रोग्राममा कन्सर्टमा नाच्नुपर्छ। हामी सब कुराहरू देखाउँछौँ है। सो अघि मैले राजेश पालसँग भेटी पनि सकेको छु। आइ एम भेरी एक्साइटेड के। सो यति धेरै खुसी के म त बिलिभ नै नभएको क्या सेल्फी हान्दाखेरि त। ओके लेट्स सी गाइज, थ्याङ्क यू सो मच है। फाइनली गाइज पानी परिसकेको छ खातबारीमा चाहिँ अहिले चाहिँ होइन। प्रोग्राम हुँदै थियो यहाँनिर। अब खतम टाटा बाई होला जस्तो चाहिँ म पछाडिबाट भिडियो गर्दैछु। त्यो टाटा बाई चाहिँ यस्तो छ नि त यहाँनिर। अब पानी खतरा परेको छ। भरे यो पानी अब रोकिएन भने प्रोग्राम के हुन्छ। यो आयोजकहरूले राम्रो व्यवस्था र बन्दोबस्त गरेको छैन। यो माथि पालसाल टाँगेको छैन। अहिले प्लास्टिक हाल्ने कुरा गर्दैछ। अब सब बिग्रिन्छ। खतम टाटा बाई गुड नाइट सी यू टुमारो अगेन।
दुश्मन भएको थियो अहिले किन ए भइसक्यो हेलो एभ्रिवान गाइज फाइनली अहिले चाहिँ हामी पोखरी बजारमा यहाँ भानुचोकमा घुम्दैछौँ हाम्रो टिम चाहिँ यस्तो छ होइन र अझै हाम्रो टिमहरू कहाँ कहाँ गइरहेछ अब कन्सर्ट एकदम भव्य तरिकाले भइराखेको छ है सो अब हामी त्यहाँ गएर भेट्छौँ उता सुनिँदैन थियो त्यही भएर हामीले यता भिडियो गर्दैछौँ ओके हेलो गाइज कोही बोल्दैन त वाट इज दिस हेलो हेलो ओके यसै विषयलाई मौकामा चौका हान्दै यो कार्यक्रमलाई मुख्य प्रायोजक रूपमा हामीलाई नेपाल आइस बियर सिटी ब्रुअरी प्राइभेट लिमिटेड आधिकारिक विक्रेता प्रोपाइटर उमेश बस्नेत युएस स्टोरको देश त मलाई त मजै लागेन तपाईँहरूको हेरेर मलाई आरिस र डाँडा लाग्छ नि त नि होइन यता पनि लाइन लाग्छ एभ्रिवान गाइज फेरि पनि हामी पूर्ण उपस्थित भइसकेका छौँ होइन घाँस
औँसी जस्ता पानी हजुरका you
हामीले आँसुमा बदल्नु पर्छ भनेर मैले दिपदालाई भनिरहँदा पानी ठ्याक्कै रहेर अब हामी तपाईहरु सामु आशीर्वाद लिन आएका छौं। सायद दर्शन अवश्य र यो दर्शन नगरले तपाईको नि हेर्दा अमर गुरुङ केही गाउँछ होला यहाँ गाउँछ खेमराज गुरुङ म अमर गुरुङकै दर्जा दिन चाहे किनकि यो ठाउँमा जन्मेर अहम मात्र गर्दा पनि संसार हल्लियो। म अझै गलत बोलिन भने तपाईहरु साक्षी हुनुहुन्छ। यो घर साक्षी छ। राजीव भट्टल यही छ, कौलीजीको यही छ, अपन भान्जाको यही छ। अपनलाई त भान्जा पनि म भन्छु खेमराज गुरुङको कारणले उनले गीत गाएका गीत आज संसारभर हामीले गर्वका साथ भन्न सक्छौं त्यो नेपाली गीत संगीत हो। त्यो खेमराज गुरुङको संगीत हो। खेमराज गुरुङको मात्र थिएन त्यो संगीत, नेपाली गीत संगीत हो भन्न आज हामीलाई कति पनि डर लाग्दैन र गर्व लाग्छ। खाली मलाई अप्ठ्यारो हुन्छ बोल्न भने अघि स्पिकर कहाँ झिकायो स्वर आउँदैन तर खेमराज कतै हामीलाई हेरिरहेको छ। म आमालाई हेर्छु। मैले युकेमा खेमराज गुरुङको शो गर्दा पहिलो गीतै गाउन सकिन। पापाले भन्नुभयो त साह्रै रक्सी खाएर गीत गाउन थालेस् क्या छोरा, गीत गाउन सकिनस् भन्दा मैले भने खेमराज गुरुङको फोटो देख्ने बित्तिकै मलाई गीत गाउन साह्रो पर्छ पापा भनेपछि पापाले भन्नुभयो आशीर्वाद छ छोरा, केही छैन, खेम हामीसँगै छ, संगीत हामीसँगै छ भनेर युकेमा चञ्चला दिदीलाई पनि सम्झन चाहन्छु। खेमराज गुरुङ यही ठाउँमा यही बाटो हुँदै टुम्लिटार हुँदै काठमाडौँ आएको गाएको मैले एउटा गीत गाएँ। हातमा रुमाल काँधमा कलबन्दी। त्यसको त्यो गीत गाइरहँदा एउटा म किस्सा सुनाउन चाहन्छु तपाईहरुलाई। दिपदा यही हुनुहुन्छ, जिउँदो भगवान भन्छु शिलाबहादुर मुक्तान दाई जसले मलाई ताते संगीतमा लानुभयो फैलियोमा दुबुसरी। उहाँले भन्नुभयो खेम तिमीले यति मिठो गीत राजेशलाई दिएछौ, तिमीले त पेटै काटेर दिएछौ, तिमीले गीत गाएको भए यो झन् हिट हुन्थ्यो भन्नुभयो। दिपदाले क्रस गरेर भन्नुभयो यसले पेट मात्र होइन मुटु काटेरै दियो आफ्नो साथीको लागि। गोपाल योन्जन र नारायण गोपाल जस्तै तिमीहरूको मित्रता होस् भन्नुहुन्थ्यो दाइले। आज खेम नहुँदा मलाई कहिलेकाहीँ दिप दाइले बोलेको साँच्चै जस्तो लाग्छ। उसको मुटुमा म बाँचिरहेको छु, उसको सासले म बाँचिरहेको छु, तपाईहरुको आशीर्वादले म बाँचिरहेको छु। खेमराज गुरुङ यही हुनुहुन्छ है हजुर, यही हुनुहुन्छ, कतै गएको छैन, कतै भागेको छैन। खेमराज गुरुङ हाम्रो मन मस्तिष्कमा हुनुहुन्छ। मेरो प्यारो साथी खेमराज गुरुङ यो टोपी लाउनेखेरि को आयो यही हुन्छ। सो मलाई गाह्रो भइरहेछ त्यो के भन्छ यही माटोमा हुर्केको खेमराज गुरुङ वारी जमुना पारी जमुनाको फेदैमा मनोकामना म त दर्शन गर्न पनि गएँ र मैले भने भगवान जन्म धेरै दिन चाँडो लानुहुन्छ भने किन जन्म दियो मनोकामनालाई क्वेसन पनि गरेँ मैले, तर भगवान जहिले पनि बोल्नुहुन्न। तर मलाई लाग्छ नबोले पनि खेमराज गुरुङको आवाज रहिरहेको आवाजहरू म पक्कै ल्याउने छु र पुरस्कृत भविन ढुङ्गाना भाइलाई धेरै धेरै शुभकामना। खेमको बाटोमा हिँड्नु होला, खेमले बनाएको बाटो नछोड्नु होला। आज छोरा यही छ, धेरै मिठो गीत गाउँछ, तपाईहरुको आशीर्वादको खाँचो छ। सालिम यही छ, सालिम चाहिँ म्युजिकमा त्यति इन्ट्रेस्ट छैन तर पनि उसको अध्ययन राम्रो होस्। दिपदाको के बयान गर्नु, दिपश्रेष्ठ दाई जिउँदो भगवान हो मेरो लागि। उहाँले ताते गरेर नै मलाई
यो ठाउँमा ल्याइ पुर्याउनुको तपाईँहरूको आशीर्वाद पाएको छु। दिप्ता साक्षात् भगवान हुन्छ। यो खालबारीमा आइदिनु भएको छ तपाईँहरूको लागि र मेनली खेमराज गुरुङको लागि। कृपया खेमराज गुरुङलाई एकपटक सम्झौँ। तपाईँहरूको ताली सिट्ठी जति छ यतिले खेमराज गुरुङलाई पुग्दैन। सरी एकदमै गाह्रो भयो। सरी एकदमै सरी साइरेन एकदमै सरी बोल्न सकिनँ। बहुत याद आयो किनकि म र खेमराज गुरुङ यही गोलीको होटलमा बहुत खाइन्थ्यो पनि नखाने होइन किराँतको थोरै खाइन्थ्यो नै होइन। तर त्योभन्दा खाएको चिजभन्दा सङ्गीतको कुरा सङ्गीतको योगदानको कुरा याद आउँछ। उनले दिएको सङ्गीतप्रतिको यो योगदान तपाईँ हाम्रो मनमुटुमा रहिरहनेछ। देवश्रेष्ठ दाई जस्तो व्यक्तित्वलाई खेमराज गुरुङको नामबाट पुरस्कार गर्नु पाउँदा त झनै ठुलो खुसी लागेको छ। पैसा ठुलो चिज होइन तर त्यो पुरस्कार हो, त्यो आशीर्वाद हो। दिप्तालाई 50,000 सहितको पुरस्कार ताम्रपत्रले हामीले खालबारीमा स्वागत गरेका छौँ। दिप्ता त्यो आशीर्वाद नगटोस्। र शुभम भाइ शुभमको अहिले गीत सुन्छौँ। म चाहिँ भतिज भन्दा चाहिँ म बुढा भए जस्तो लाग्छ र भाइ भन्छु शुभमलाई। खेमराज गुरुङभन्दा अग्लै छ, मेरो कालो कालो छ। खेमराज गुरुङ जस्तो छ। बबी बहिनी आउनु भएको छ। चञ्चला दिदीसँग चाहिँ अघि कुरा भयो। यमुना दिदी आउनु भएको छ। दिदीहरू तुलसी दिदीहरू हुनुहुन्छ। आमा अघि आशीर्वाद मागे। म पनि छोरा नै हो र तपाईँहरूको पनि म छोरा हो। म खालबारीको पनि छोरा हो र एकचोटि फेरि पनि खेमराज गुरुङलाई तपाईँहरूको सिट्ठी र तालीले सम्झन आग्रह गर्दछु। र म अबको 10-15 मिनटपछि आउनेछु। तपाईँहरूलाई लाग्नेछ तपाईँहरूकै खेमराज गुरुङ लिएर आउँदैछु स्टेजमा। बाचा गर्छु म। त्यति बेला मेरो आँखामा आँसु हुने छैन। गीत सङ्गीत हुनेछ र तपाईँहरूसँग झम झम नाच्नेछु। त्यति बेला पानीले छेक्ने छैन, आँधीले छेक्ने छैन, हुरीले छेक्ने छैन। किनकि तपाईँहरूको साथ छ हामीसँग, तपाईँहरूको आशीर्वाद छ हामीसँग। सिरै फुला शिरबन्दी, हातमा रुमाल, काँधमा गलबन्दी। मरि लानु के छ र एक्लै बाँच्ने भन्देउ को छ र मनै मनको अनुसार एक्लै बाँच्ने भन्देउ को छ र। हामी पनि ढिलो छिटो त्यही बाटो हो, खेमले रोजेको बाटो। तर हामीसँग खेम छ। तपाईँ हामी आज खेमको नाममा भए पनि रातभर नाच्नुपर्छ मैले रिक्वेस्ट गरेँ। र यति भन्दा दिप्ताको जुदो भगवान भन्छु। सबैले भने द भोइसमा रिप्लेसमेन्ट दिप्ताको ठाउँमा तपाईँ आउनुभयो। मैले भने रिप्लेसमेन्ट हुनै सक्दैन। दिपश्रेष्ठ हो र जुदो भगवान हो। म अर्को पोजमा आएको हो, म अर्को कुर्सीमा आएको हो, त्यो अर्को क्राइटेरियामा आएको हो। द भोइस अर्को हप्तादेखि आउँदैछ। मेरो जजमेन्ट राम्रो हुनसक्छ या सक्दैन, तपाईँहरूको आशीर्वाद र बलको खाँचो छ। यति भनिसकेपछि दिप्ताको एउटा गीत नसुनी त हुँदो हुँदैन। दिप्ता महागुरु महाको